हस् नमस्ते, म नागेश्वर कुमार। यहाँहरूलाई सम्पूर्णमा नमस्कार। आजको बिहानी सूर्य किरणसँगै रघुनाथपुर डोजोबाट केही शब्दहरू म यहाँ सामु राख्न गइरहेको छु। अहिलेको नेपालको अवस्थामा विश्वको हरेक कुना काप्चामा बसेका तमाम आदरणीय हाम्रा दाजुभाइ, नेपाली दाजुभाइ, दिदीबहिनीहरूले अहिलेको अवस्थामा नेपालको दूरगामी सोचलाई हेर्ने हो भने हामी हाम्रा बालबालिकाहरू निकै नै स्वास्थ्यको क्षेत्रमा होस् र विभिन्न क्षेत्रमा होस् हामी पछाडि परिरहेका छौँ र अहिलेको अवस्थामा अनुशासनलाई मुख्य बिन्दु बनाइकन हामी अगाडि बढ्नुपर्ने स्थिति आएको छ। किनभने हामीले समग्रमा हाम्रो देशको शिक्षा स्वास्थ्यलाई यस्तो उन्नति गर्दै जाँदा सबभन्दा हाम्रो देशको मुख्य रूपमा हामीले हेल्थ ठुलो कुरा हो र हेल्थलाई यदि राम्ररी हामीले राख्न सकेनौँ भने हाम्रो संसार नै डुबिन्छ। स्वास्थ्यको लागि खेल, देशको लागि खेल अन्तर्गत हामी धनुषा जिल्लाको सबैला नगरपालिका वार्ड नम्बर 13 गाउँ रघुनाथपुर डोजो अवस्थित डोजोबाट केही अभिभावक महानुभावहरूलाई हामी के सूचित गर्न चाहन्छौँ भने आफ्ना बालबालिकालाई अहिलेको क्लोथमा लाग्नुभन्दा लागेर 15-20 हजारको महिना तिर्नुभन्दा यदि तपाईँहरूले आफ्ना बाबु नानीलाई नजिकैको डोजो, सितुरो क्रान्ति र मार्सल आर्टका केही गेमहरूमा आफ्ना बाबु नानीलाई भर्ना गरेर यिनीहरूको जीवनलाई एउटा नयाँ उकास्न लिन चाहनुहुन्छ भने पक्कै पनि तपाईँहरूको अभिभावक निर्वाह हुन्छन्। विश्वको हरेक कुना काप्चामा बसेका नेपाली दाजुभाइ दिदीबहिनीहरूले आफ्ना बाबु नानीलाई पक्कै पनि अनुशासनको घेरामा लाउनुहुन्छ भने आफ्ना बाबु नानीलाई नजिकको सितुरो क्रान्ति या त हाम्रै जस्तै सबैला नगरपालिका वार्ड नम्बर 13 गाउँ रघुनाथपुर गोलटोलमा अवस्थित रघुनाथपुर डोजोमा आफ्ना बाबु नानीलाई अहिलेको क्लोथमा फसिरहेको अवस्थालाई र अनुशासन बनाउनको लागि हामीलाई दिनुहोस्। हामी तपाईँहरूको बच्चालाई एउटा योग्य बनाउन र सक्षम बनाउन स्वास्थ्यको लागि पनि खेल्न जरुरी छ भने एउटा मेन मुद्दालाई उठाइकन हामी यहाँ लागि परिएका छौँ। हाम्रा गुरुहरू हामी यहाँ 10 जना जस्तै हाम्रा ब्ल्याक बेल्टका सरहरू हुनुहुन्छ, उहाँहरूले सिकाउनुहुन्छ भने हामी आशा गरेका छौँ। तपाईँहरूको लेजर फेयरको अवस्था छ, अहिलेको स्थितिमा नेपालको अवस्थामा लेजर फेयरको अवस्था छ। बच्चाहरूलाई गार्डिङ गर्ने अवस्था धेरै नाजुक अवस्था भएकोले तपाईँहरूसँग हामी आशा र अपेक्षा के गरेका छौँ भने तपाईँहरू आफ्ना बाबु नानीलाई यो डोजोमा पठाइदिन हुन हामी हार्दिक आभार व्यक्त गर्छौँ। यो नै तपाईँहरूको लागि राम्रो हुनेछ भने सन्देशसाथ आज बिदा हुन्छ। हस्त भइस।